एक पटकको कुरा हो। 2 राजकुमारी थिए, राजकुमारी सिया र राजकुमारी माया। सिया असल राजकुमारी थिइन्, दयालु, मेहनती र सबैलाई माया गर्ने। अर्कोतर्फ माया घमण्डी, लोभी र अरूलाई सधैँ सानो ठान्ने। उनीहरू 2 दिदी बहिनी थिए। एक दिन 2 दिदी बहिनी जङ्गलतर्फ जाँदै गर्दा बाटोमा एउटा बुढो बुवा थाकेर बसेको देखे। सियाले तुरुन्तै पानी लिएर सोधिन्, बुवा, तपाईँ ठिक हुनुहुन्छ? लिनुहोस् पानी, थाक्नु भएको होला। तर मायाले मुख बिगारेर भनिन्, सिया, हामी राजकुमारी हौँ, हामीलाई यो गरेको शोभा दिँदैन, हामीलाई ढिला हुन्छ, छिट्टो हिँड त। उनीले आफ्नो कुरा सक्नै लागेकी थिइन्, तर अचम्म, बुढो बुवा वास्तवमा एक जादुगर थिए। उनले परीक्षण गरिरहेका थिए असल राजकुमारी को हो भनेर। त्यही बेला जादुगरले सियालाई सुनको फूल उपहार दिए। जादुगर मुस्कुराउँदै सियातर्फ हेरे र भने, लिऊ राजकुमारी, सुनको फूल, तिमीले यो फूल जहाँ सजाएर राख्नेछौ त्यहाँ खुसियाली छाउनेछ। जादुगरले मायातिर फर्किएर भने, तिम्रो लागि पनि उपहार छ, लिऊ ऐनाको फूल। यो फूलले तिमीमा भएको क्रोध र घमण्ड देखाउनेछ। पछि गएर यो व्यवहारले तिमीलाई पछुतो हुनेछ। र जादुगर त्यहाँबाट गए। जादुगरको कुराले माया निराश भइन्, तर सियाले भनिन्, यसमा तिम्रो गल्ती छैन माया, तिमी असल राजकुमारी बन। एक दिन तिमी पनि सुनको फूल पाउनेछौ। त्यसपछि माया बदलिन थालिन् र पछि गएर उनी असल राजकुमारी बनिन्।